100 दिनमा युवालाई विदेशबाट फर्काउँछु भनेको थियो कि थिएन राष्ट्रपा सरकारले? फर्काएन त शेरबहादुर देउवालाई। युवा शेर बनेर फर्केका छन् विदेशबाट। खुसी अब राजा खेल्न सकेर खुसी त सक्छ भनेर एयरपोर्टबाटै जन्मिन थाले। ल हेर्नुहोस् त। अनि शेरबहादुर देउवालाई भव्य स्वागत गर्न देउवाका कार्यकर्ताहरू वैरिएर गए। जो चाहिँ शेरबहादुर देउवाले त्यो बेलामा 24 गते चाहिँ भदौ 24 गते कुटाइ खाँदाखेरि चाहिँ दुलोमा लुकेर बसेका थिए। कुटाइ खाओस् भने थिए। अनि अहिले के सोचे भन्दाखेरि चाहिँ होइन, कतै सभापति शेरबहादुर देउवा नै हुने त होइनन्, अदालतले फर्काइदिने त होइन, गगन थापा आउट हुने त होइनन् भनेर फेरि लुरुक्क पर्दै त्यतैतिर गए। धिक्कार छ यस्ता जो दही चिउरेलाई। होइन के भन्ने। अब जे भए पनि अब युवा एउटा पूर्व सभापति नेपाली कांग्रेसको शेरबहादुर देउवा शेर बनेर स्वदेश फर्किएका छन्, गरेका छन्। खोल सक्छ। तर सुदन गुरुङज्यू अब शेरबहादुरजी त फर्के। अब ओली स्टाइलले बिहान गएर गुड मर्निङ भन्दै च्याप्प समात्ने त होला नि। त्यसपछि भर्ना गर्यो। हुन त रोग उतैबाट चाहिँ विदेशबाट चाहिँ सर्लक्कै सकेर शेर बनेर आछन्। त्यही पनि अब हस्पिटल भर्ना हुन्छन्। हस्पिटल भर्ना भएपछि अर्को नयाँ रोग पत्ता लाग्छ, उपचार गर्छन्, फेरि घर फर्किन्छन्। त्यही स्टाइलले ओली स्टाइलले नै अब देउवालाई पक्रिने। गृहमन्त्रीज्यू तयार हुनुहोस्। अब तपाईँले गर्न सक्ने भनेको यही हो कि कसो। 3 दशकदेखि नेपाली मनको रङ जस्मिन पेन्ट्स।